दर्शन नमस्ते सम्पूर्णलाई वेलकम छ मेरो नयाँ भिडियोमा। अहिले म चाहिँ छु मौरिसियसको आलु खेतीतिर। आलुको पनि देख्न सक्नुहुन्छ है। अब गाजर यस्तो टनाटनी छ, यतातिर गाजर पनि छ, यस्तो छ हेर्नुहोस्, एकदम टोटली पुरा गाजर होइन। कति दामी दामी छ क्या गाजर लगा, यस्तो दामीको छ हेर्नुहोस्। यो पुरा गाजर खेती है मौरिसियसको। अनि यताको पुरा फेरि आलु हेर्नुहोस्, आलु पनि के दामी छ। हिजो अस्ति भर्खरको बच्चा थियो, अहिले यत्रो यत्रो भइसकेको छ हेर्नुहोस्, यत्रो छ। पारीतिर पनि पुरै आलु खेती नै हो, यहाँ केही पनि छैन होइन। अब हेक्टर भनेको चाहिँ फेरि यहाँको कुखुरा फार्म चाहिँ यो ब्रोइलर फार्म हो होइन। पेन ब्रोइलर त हामीलाई दिँदैन, यस्तो छ। अनि हामी बस्ने चाहिँ यो एरियातिर, यो मङ्की हाउसको चाहिँ अफिस यो हो। हामी उता छेउतिर बस्छौँ। यस्तो छ हेर्नुहोस्, यहाँको दृश्य चाहिँ देख्न सक्नुहुन्छ होइन। यस्तै छ होइन। अब मौसम पनि कति चिसो तातो भन्ने कुरा त पुरा मेरो कोट हेरेर पनि थाहा पाइसक्नु भयो होला। यो कोटै नढाएको पनि कति 3-4 महिना भयो होला होइन। यस्तो पुरा कालो टल्किरहेछ होइन। न त घाम पनि गर्दैन होइन, पानी परेको परे होइन, धुन पनि सकिँदैन। यति चिसो छ, यति चिसो छ फेरि यो ठाउँमा, लास्टै चिसो रहेछ। एउटा कुरा चाहिँ यहाँ नेटको पनि लास्टै प्रब्लम छ, नेट पनि खासै टिप्दैन होइन। भित्र चाहिँ त्यत्तिकै बस्ने मात्र नै हो। अब बाहिरतिर भन्ने कुरा चाहिँ फेरि 5G 4G चल्छ। अब यहाँ त यस्तै छ, देख्न सक्नुहुन्छ। यो पुरा केही पनि छैन, पुरा यहाँ त पुरा जङ्गली एरिया हेर्नुहोस्। त्यो यस्तो छ पुरै आलु खेती। हामी चाहिँ अहिले आलु खेतीतिर छौँ।